हेलो, आज चाहिँ म के टिप्न गइरहेको छु भन्दा केको साग हो, फापरको साग फुलिसकेको छ हो। त्यसैले आज यसको तरकारी साग खानु पर्यो भनेर टिप्न गइरहेको छु। एक टुकरी हुन लागिसक्यो, त्यही पनि अलिकति धेरै छ। मजाले खानुपर्छ, यति बाक्लो धेरै बाक्लो छ अनि धेरै बाँकी रह्यो। मैले त्यसमा बेथे पनि मिसाएँ। रातो कलरकोलाई चाहिँ हामी बेथे भन्छौँ। तपाईँले के भन्नुहुन्छ गाइज? अनि धेरै छन् यहाँ फापरहरू। आजको साग चाहिँ पुग्यो, फेरि भोलि आएर टिप्नु पर्ला।